हेलो गाइज नमस्ते भ्लगमा सबैजनालाई नमस्कार भन्दै एउटा आइजा मुने आइजा म चाहिँ खाना खान लागेको साथीहरु मेरो यो चाहिँ मेरो घर हो गाइज पुलिस बोलाइदिम केटाहरु यसरी माटोम खेल्छ भनेर हेलो गाइज नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु आफ्टर लङ टाइम पछि भिडियो बनाउन पाइयो लगभग 1 month जति चाहिँ बिचमा अलिकति त्यस्तै अब कारणवश भिडियोहरु बनाउन पनि पाइएको थिएन सो आज 1 महिनापछि भिडियो बनाउन पाइयो खुसी लाग्यो रमाइलो छ गाउँघरतिरै हो अब गाउँ पाक्ने बेला भयो चैत वैशाखको मौसम छ तातो घाम ठीक छ रमाइलो छ मेरो मुने चाहिँ यता छ यो चाहिँ एकदम माया लाग्ने छ के मुने यता हेर्दे ए मुनी यसको नाम चाहिँ मैले मुने राख्दैछु के एकदम माया लाग्ने देखिन्छ आइजा मुने आइजा उसको मम्मीको छेउमा बसिरहेछ बगलाएर नुनु खायो कि नाइ मुनी हेर्नु त्यस्तो माया लाग्ने छ के ए मुनी बाई बाई अर्को पनि छ यो चाहिँ ठुलो भइसक्यो पहिला सानो माया लाग्ने थियो अहिले चाहिँ ठुलो भइसक्यो यसले हान्न पनि सक्छ के छ मुने यसले हान्न पनि सक्छ यसको मम्मी चाहिँ त्यता छ सो टक्क अब भिडियोहरु आउनेछ साथीहरु हेर्नु होला अब चैत वैशाखको मौसम छ अब चारैतिर जौ काट्ने समय भइराछ म चाहिँ खाना खान लागेको साथीहरु सो मेरो खाना चाहिँ यता छ आज चाहिँ खानामा त्यस्तो केही पनि छैन स्पेशल भात छ अनि यहाँ आलु र सुकुटीको तरकारी छ सट्टै खाइन्छ बिहानको न्यानो घाम शीतल हावा सँगै एउटा गीत गाउन मन लागेको कृपया कस्तो लाग्छ सुनिदिनु होला सो गाइस गाउँ चाहिँ रमाइलो छ जौहरू फुल्न लाग्ने बेला डाँडाहरू पनि हरियो भइसक्यो न त के हो यो खै देखा माटो हो कतिरो देखा यो ए पुलिस बोलाइदिम कि नाइ भन पुलिसले के गर्छ थाहा छ पुलिसले के गर्छ ल भन्दा जेलमा हाल्छ अनि जेलमा हालेर के गर्छ थाहा छ पिच्छ केले पिच्छ थाहा छ हो बन्दुकले ठोक्छ गोली केमा हान्छ थाहा छ यहाँ हान्छ यहाँ हान्छ तिमीहरुको अनि तिमीहरु के हुन्छ थाहा छ तिमीहरु सिद्धिन्छ मर्छ बुझ्यौ केटा हो त्यही भएर यस्तो माटोम खेल्ने काम नगर है खेल्दैनौ अनि स्कुल बिदा भयो केटा हैन स्कुल बिदा भएको पनि पुरै खेल्ने मात्रै काम छ हैन यसो नुहाइधुवाइ गर्नु छैन सरसफाइ गर्नु छैन के हो पारा जाम ल मेरो भ्लगमा सबैजनालाई नमस्कार भन्देऊ त नमस्कार भन्देऊ ल नमस्कार सबैजनालाई भन च्यानलमा सबैजनाले लाइक सब्स्क्राइब गर्नु होला भन सबैजनाले लाइक गर्नुस् भन हो कमेन्ट पनि गर्नुस् भन अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुस् भन हो यो चाहिँ मेरो घर हो गाइस यता चाहिँ मेरो मम्मी हुनुहुन्छ
ल हेर्नु त यो केटाहरूले यसरी यहाँ यो माटोमा खेलेर कहाँ हो तिमीहरूको घर पुलिस बोलाइदिउँ केटाहरू यसरी माटोमा खेल्छ भनेर बोलाइदिउँ भन् के पुलिस बोलाइदिउँ कि नाइ किन बोल्दैनस् बोल न